वेलकम टु द आवर च्यानल्स। आज हामी ग्रामरका केही शब्दहरू सिक्नेछौँ। जुन शब्द रहेछ अनलेस। अनलेसको मिनिङ के हुन्छ? अनलेसको मिनिङ यदि नभए, नभएमा, नभए। युज अनलेस इज युज टु मीन इफ not. It shows a condition. For the example, you can't go out unless you finish your homework. तिमीले गृह कार्य सकाएन भने बाहिर जान पाउँदैन। अर्को वर्ड रहेछ consequently. मिनिङ इन नेपाली त्यसकारण, त्यसैले, परिणाम स्वरूप। Use. It shows a result of something that happened before. For the example, he didn't study, consequently he failed the exam. उनले पढेन त्यसैले उसले परीक्षा फेल गर्यो। अर्को वर्ड रहेछ 3 नम्बरमा अल्टरनेटिभली। अल्टरनेटिभली कहाँ प्रयोग हुन्छ र यसको अर्थ के हुन्छ आज हामी सिक्नेछौँ। अल्टरनेटिभको अर्थ विकल्पका रूपमा, अन्य विकल्पमा। इट इन्ट्रोड्युस एनदर अप्सन अर चोइस। For the example, you can take the bus. Alternatively, you can walk. तिमी बसमा जान सक्छौ वा विकल्पका स्वरूपमा हिँड्न सक्छौ। यहाँ अर्को वर्ड रहेछ however. however को अर्थ के हुन्छ? however को अर्थ तर, यद्यपि, तथापि। Use it contrasts two ideas, so opposite and or unexpected information. For the example, it was raining, however we went for a walk. पानी परिरहेको थियो तर पनि हामी हिँड्न गयो। In the meantime, यसको अर्थ के हुन्छ? त्यतिन्जेलमा, यस बीचमा। Use. यसको प्रयोग कहाँ हुन्छ? It means while waiting for something else to happen or during that time. For the example, dinner will be ready in an hour. In the meantime, let's watch TV. भोजन 1 घण्टामा तयार हुन्छ, यस बीचमा टिभी हेरौँ। र अर्को वर्ड रहेछ एज को अर्थ के हुन्छ? एज को अर्थ जस्तो, हुँदा, किनभने, जबकि हुन्छ। यसको प्रयोग कहाँ हुन्छ? It has several use to show a comparison, time, region or manner. For the example, comparison. She is as tall as her brother. उनी आफ्ना दाजुसँग जस्तै अग्ला छिन्। टाइममा यो प्रयोग हुन्छ I saw him as he was leaving. उनी जाँदै गर्दा मैले देखेँ। Reason. As it was raining, we stayed home. पानी परिरहेकोले हामी घरमै बस्यौँ। आज हामी यी ग्रामरका 6वटा वर्डहरू सिक्यौँ। अर्को भिडियोमा नयाँ टपिक र नयाँ ग्रामर र नयाँ सिकाएका भिडियोहरू लिएर आउनेछौँ। त्यतिन्जेलसम्म इन द मिन टाइम और त्यतिन्जेलसम्म हाम्रो भिडियोलाई लाइक गरी च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद। थ्याङ्क यू भेरी मच फर द वाचिङ।